नामै भन्छु, मनमोहन अधिकारीलाई एकछिन छोडौँ, मनमोहन अधिकारीलाई एकछिन छोडौँ, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउबा, सुशील कोइराला, केपी ओली, जगन्नाथ खनाल, माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, खिलराज रेग्मीसम्म पनि भनिदिनुहोस् ल, यिनले कतिवटा गल्ती गरे होला? छातीमा मैले छातीमा साथ राख्दैन, तपाईँले भनेर छातीमा हात राख्ने पनि होइन। मैले यति गल्ती गरेँ भनेर भन्ने, मैले चाहिँ यो गल्ती गरेँ भनेर भन्दैन, त्यस्तो गल्ती गरे पनि छैनन्, प्रमाणित हुनु पर्यो। तर उनीहरूले जे गर्नु पर्दो थियो त्यो गरेनन्। उनीहरूले महेन्द्रलाई चाहिँ कसरी संसद विघटन भङ्ग गर्नुहुन्थेन, गर्नुभयो भन्नुभयो त? तपाईँ को हो त उहाँलाई चाहिँ भन्ने? त्यति बेलाको काल परिस्थिति अनुसार उहाँले महेन्द्रले बोलेको तपाईँलाई सही सन्देश याद छ? यो बिपी कोइराला नेतृत्वको सरकारले जुन रूपमा जनताको काम गर्नु पर्थ्यो गर्न नसकेकोले संसद विघटन गरिबक्सेका छौँ भनेको होइन त? होइन, के हो त? हो चाहिँ संसद विघटन गरिबक्सेका छौँ, कारण उहाँले भन्नुभएको छ। त्यो अहिले भिडियो सोसल मिडियामा सार्वजनिक छ। ल ठिकै छ, होइन? अनि उहाँलाई चाहिँ गल्ती गरेर भन्न सक्ने तपाईँ, अरू त राम्रै भन्नुभयो। यी नेताहरूले के गल्ती नै गरेका छैनन् भन्नु? गल्ती त भइसक्यो।